एकचोटि यो सोभरेन एआईको बारेमा पनि भन्ने what does this mean actually? सभरेन एआई भनेको चाहिँ मैले जति बुझेको छु है, अब यहाँ मभन्दा बुझेका मान्छेहरू धेरै छन्, एआईमै काम गरेका मान्छेहरू, जसलाई डे टु डे उनीहरूको काम भनेको इन्फरेन्स र ट्रेनिङमै छ। उहाँहरूको हिसाबले चाहिँ के हो भन्दाखेरि चाहिँ हाम्रो जुन कम्प्युट रिसोर्सेसहरू हुन्छ नि, जुन डेटा सर्भर्सहरू छ, त्यसको चाहिँ हाम्रो डेटाको चाहिँ प्रेभेसीको सबै कुरा चाहिँ हाम्रो बोर्डरको भित्रमा भएको होस् भन्ने चाहिँ मेरो बुझाइ हो। म अझै यसै डिपेमा गएँ भन्दाखेरि चाहिँ विशेष म लेटेन्सीको नम्बरमा हुन्छु। तपाईँको चाहिँ जुन सर्भरमा चाहिँ तपाईँको चाहिँ नेटफ्लिक्स छ त्यसको चाहिँ एउटा डब्बा भनेको नेपालमा हुनु पऱ्यो। अनि नेपालको युजरले के हेरिरहेछ भने त्यो डाटा भनेको चाहिँ अमेरिकाको सर्भरमा जान भएन। मैले एकदम सिम्पल भाषामा बुझेको कुरा है। अब त्यो सभरेन एआई भनेको चाहिँ त्यो कन्ट्रोल भनेको चाहिँ हामी नेपालीको बिचमा हुनु पऱ्यो, गभर्मेन्टको बिचमा पनि हुनु भएन है, नेपालीको बिचमा हुनु पऱ्यो, P2P हुनु पऱ्यो, पियर टु पियर हुनु पऱ्यो। त्यो चाहिँ एक्चुअल सभरेन एआई हो। अहिले जुन भनिरहेको छ सोभरेन एआईको कुरा, त्यो इज इट लाइक पियर टु पियर हो र होइन नि? अब आई एम नट द वान, नेसनल लेभल होला कि आई एम नट द वान हु इज एडभाइजिङ हाम्रो के अरे फाइनेन्स मिनिस्टर एन्ड प्राइम मिनिस्टर अन डिजाइनिङ द एक्चुअल आर्किटेक्चरल हुन्छ नि प्रोसेसेस अफ द्याट पोलिसी। आई एम नट द वान। अब उहाँहरूले चाहिँ कसरी डिसाइड गर्दै हुनुहुन्छ भने आई लिभ इट अप टु देम, किनकि उहाँहरू त्यो ठाउँमा चाहिँ केपेबल नभएको भए पुग्दैन हुनुहुन्थ्यो। म यहाँ बसेर एउटा टेबलमा तपाईँ र हामी त पोस्टुलेट गर्न सक्छौँ होइन, एथिकल कुरा गर्न सक्छौँ, प्र्याक्टिकल कुरा गर्न सक्छौँ। प्र्याक्टिस गर्ने बेलामा 3 करोड जनताको डिसिजन लिने बेलामा त कतिवटा कम्प्लेक्सिटी होला नि त। मैले यत्रो कम्प्लेक्सिटी यत्रो भने मेरो जबको बारेमा उहाँहरूको कति टेन्सन होला। डेफिनेटली त्यो हिसाबले मलाई चान्स दिनुभयो भने चाहिँ म पियर टु पियर मेस गराउने बेलामा चाहिँ इक्विटेबल कसरी हुनसक्छ भन्ने कुरामा चाहिँ एटलिस्ट आई क्यान प्रोभाइड भ्याल्यु। अनि त्यो भ्याल्युको पैसा चाहिँ लिन्छु है, फ्रीमा चाहिँ काम गर्दिनँ, पैसा चाहिँ लिन्छु, पेट त पाल्नु पऱ्यो नि त। त्यो चाहिँ अलिकति रेस्पेक्टफुल्ली त्यहाँ गऱ्यो भने चाहिँ हुनसक्छ। अनि मभन्दा राम्रो मान्छेहरू पनि छन् यो कुरामा एडभाइस गर्न सक्ने। पियर टु पियर मेस गर्नको लागि चाहिँ हाम्रो एकजना भाइ हुनुहुन्छ शेखर खनाल भन्ने, उहाँ चाहिँ क्लाउडकास्ट नेपाल भन्ने संस्थामा आबद्ध हुनुहुन्छ। उहाँले चाहिँ अहिले आफ्नै जिपियु राख्नु भएको छ यहाँ, आफ्नै जिपियु, जसले चाहिँ लोकल लेभलमा चाहिँ आफै कम्प्युट दिन सकोस्। अनि उहाँले चाहिँ त्यो फन्डामेन्टल्ली बाहिर एडभर्टाइज गर्नुहुन्न क्या, यसरी हुन्छ नि यहाँ हाम्रो जिपियु आयो यताउता हाम्रो यो छ ऊ छ भन्नुहुन्न। अब एउटा जिपियु छ, कसैलाई चलाउनु मन लाग्यो भने उहाँले एन्ड पोइन्ट दिनुहुन्छ, त्यो जिपियु नेपालमै चल्छ। यसको मतलब त डाटा सेन्टरमा जानु परेन। अब उहाँले त्यो जिपियु चलाउँदाखेरि चाहिँ अहिले हामीले मेट्रिक मेजर गरिराख्छौँ, कति बिजुली चलाइराख्नु भएको छ, तपाईँको रुम कति तात्यो होइन, तपाईँको सिलिकन कति वर्षसम्म चल्छ त्यो जिपियु, दोज फ्याक्टर्स म्याटर। अनि उहाँको रुम जति तात्यो नि एउटा के अरे उहाँको एउटा 5090 GB उहाँले चलाइराख्नु भएको छ हेर्नको लागि, हामीले अर्को जिपियु अर्डर गर्न खोजेको उहाँको लागि बजारमै छैन सर। तपाईँलाई पनि चाहिएको छ होला भने होइन, बजारमा छैन क्या, हामीलाई गाह्रो भइरहेछ। पुतली सडकको चप्पा छानिसक्यौँ हामीले, लुकाइरहेछ कसले। अब नेपालमा सोभरेन एआई आउने भयो, अब यो लुकाएर राख्यो भने चाहिँ नेपाल गभर्मेन्टलाई चाहिँ हायर प्राइसमा बेच्न पाउँछ भने पुरानो स्टक दिइरहेन हामीलाई। अब यो कालो बजारी कसले रोक्छ, हामीले चलाउनु त पाउनु पऱ्यो। अनि द ओन्ली वे वी क्यान गेट कम्प्युट राइट नाउ इज हामीले चाहिँ बिग क्लाउड सर्भिसेसहरूलाई पैसा तिर्नु पऱ्यो, द बिग 3 अर बिगर अरू पनि छ। त्यो पैसा कहाँ जान्छ त, फरेक्समा बाहिर जान्छ। अब सोभरेन एआई भनेको चाहिँ त्यो फरेक्सको पैसा घटाउनको लागि चाहिँ वान अफ द बेस्ट थिङ्स टु डु, र डेटा सेफ्टीको हिसाबले पनि भयो इफ यु क्यान लाइक हजुर प्रपरली गर्न सक्यो भने। अब तपाईँ र मेरो बारेमा त सबै थाहा छ नि अहिले, सब गुगललाई उसलाई होइन। अब हामीले यत्रो कुरा गऱ्यौँ, अब तपाईँको चाहिँ त्यो हुन्छ नि नेटवर्कमा रेकमेन्डेसनमा के चिज आउँछ नि त। अब त्यो हु इज टेकिङ द्याट डेटा एन्ड मेकिङ द्याट हुन्छ नि डिसिसन बेस्ड अन द्याट, त्यो त हामीसँग त हुनु पऱ्यो। फेरि अब डेटाको कुरा गर्दाखेरि रिसेन्टली एउटा कन्ट्रोभर्सी के आएको थियो भने नेपालको एउटा भाइब कोडरले बनाएको एप हो, सबै इन्भाइरोमेन्ट भेरिएबल्सहरू सबै खुल्यो नागरिक एपमा भनेर एउटा हामीभन्दा जानेको मान्छेले निकालिरहेको थियो। त्यो देख्दाखेरि चाहिँ अब म त्यो लेभलमा म त बुझ्दिनँ। तर मैले के बुझेँ भन्दाखेरि हाम्रो देशमा ट्रेनिङ गरेर जो एक्चुअली काम गर्ने मान्छे छ उसको चाहिँ पेन पोइन्ट के हो, उसलाई चाहिँ काम गरेर भ्या भनेर प्रेसर मात्र दिइरहेछ। अनि डेलिभरेबल्स देखाउँदाखेरि चाहिँ बाहिर हेर्दाखेरि त खोल चाहिँ सही छ, भित्रको काम गर्नलाई उसलाई पनि टाइम दिनु पऱ्यो नि त। अनि त्यो चाहिँ दिँदैन। मेरो कम्प्लेन चाहिँ के हो भने तपाईँ र मलाई नै भन्छ, तपाईँले नै एउटा कुनै हजुरको बिजनेस डिल गर्दाखेरि, हजुरको त आफ्नो के अरे फिटनेस इन्डस्ट्रीको नि बिजनेस डिल छ, एउटा प्रडक्ट लन्च गर्नको लागि कति लेभलमा ग्रानुअल लेभलमा सोच्नुपर्छ है। अनि के सोच्छ तपाईँलाई नै मैले अब म तपाईँलाई क्वेसन सोध्छु, एउटा प्रडक्ट बनाउनुबाट मान्छेले गएर ब्रोलाई भन्थ्यो अनि बन्छ भन्ने एक्सपेक्टेसन हुन्छ, तपाईँको पछाडिको बारेमा के छ तपाईँ जबले
गर्नुपर्छ तपाईँले, त्यो त टेकन फर ग्रान्टेडै लिन्छ नि है मान्छेले। त्यो त्यो बेनिफिट अफ द डाउट यति टाइम लाग्छ भन्ने कुरा नदिने बानी कहाँबाट आउँछ क्या यस्तो? वेयर डिड द्याट कम फ्रम? हामी कति इम्पेसेन्ट छौँ भने नेपाल गभर्मेन्टमा जान्छौँ, यो कामै भएन भन्छ, हाम्रो अफिसमा आउँदा सर नेपाल हो आफ्नो टाइम वेयर डज द्याट कम फ्रम? क्लियरली आफ्नो टर्म्स एन्ड कन्डिसनमा ठ्याक्कै यति टाइम लाग्छ भनेको मैले भेटेको मान्छे भनेको नेपालमा 2 जना मान्छे मात्रै छ भनेको टाइममा काम गरिदिने मान्छे। एउटा मान्छे भनेको चाहिँ हेमन्त पन्थी है, अन्डर राइटर हो हाम्रो टिममा, भनेको टाइममा काम गरिदिन्छ। अर्को भनेको चाहिँ निरज तिमिल सेना, ऊ चाहिँ अपरेसन्स म्यानेज गर्छ यतिमा, उसले भनेको टाइममा डेटा दिन्छ। त्यही 2जना मान्छे मात्रै भेटेछु मैले, अरू मान्छेसँग काम गर्ने सौभाग्य पाएको छैन। ती 2टा मान्छेले चाहिँ भनेको टाइममा डेटा दिन्छ। ती 2टा मान्छेले चाहिँ डेटा दिएको आधारमा चाहिँ यी 2टा मान्छे चाहिँ भरोसा मान्छन्, त्योभन्दा तेस्रो व्यक्ति चाहिँ अलिक सोच्नुपर्छ। एभ्री पर्सन इज एडेड इन द चेन, म 1 हप्ता थप्छु। यही कुराहरूले गर्दाखेरि चाहिँ सभरेन एआई बन्छ भन्ने क्वेसन सोध्नुहुन्छ, म तपाईँलाई क्वेसन सोध्छु, हामी नेपालीले बनाउन सक्छौँ त? फास्ट ट्र्याक कति टाइम लाग्यो बनाउन? टनल कति टाइम लाग्यो? रिङ रोडको कति टाइम लाग्यो? हामी रेडी छौँ त? हामी प्रोफेसनलिजममा हामी एथिकल्ली रेडी छौँ, हामी मच्योर छौँ त्यो डिसिजन लिनको लागि। हामीले 22 वर्षको 18देखि 19 वर्षको युवाहरूलाई चाहिँ डेटा सेन्टरमा चाहिँ कर्मकाण्डीको त 18 वर्षको हो, त्यो डेटा सेन्टरमा छिर्न पाउँदैन भनेर रोक्ने बानी छ कि हाम्रो? 18 वर्षको हो, यसलाई थाहा छ भनेर दिने लेभलको चाहिँ सिक्युरिटी क्लियरेन्स दिन सक्ने हाम्रो गभर्मेन्टसँग चाहिँ हुन्छ नि मेच्योरिटी छ कि छैन? हामीले फिल्महरूमा हेर्छौँ नि, 14 वर्षको विज किड यताउता हेर्ने त्यस्तो मान्छेहरूलाई दिन सक्ने, हामी 14 वर्षको मान्छेलाई त्यो लेभलको यदि ट्यालेन्ट छ भने दिन सक्ने चाहिँ लेभलको मेच्योरिटीको लिडरसिप छ कि छैन? सभरेन एआई बनाउने त त्यस्तो मान्छेहरूलाई हो। अर्को क्वेसन है सर, हाम्रो देशमा जति एक्सपर्टहरू हुनुहुन्छ हाई लेभलमा काम गर्ने, क्वान्टम कम्प्युटिङमा काम गर्ने, अरू देशमा त तिनीहरूको वरिपरि जनरल सर्नर पुलिस सुलिस राखेको हुन्छ। हाम्रो देशमा कतिजना सिक्युरिटी दिएको छ? हामीले लेट्स से वी गिभ द बेस्ट एआई माइन्ड्स इन आवर कन्ट्री एक्सेस टु द्याट। उनीहरूले बबाले चिज बनाएर $1 ट्रिलियन इकोनोमीवाला चिज नेपालमा बनाए, हामीले सिक्युरिटी दिन सक्छौँ त? सोच्नुहोस् त, त्यो लेभलको नेसनल सिक्युरिटीवाला सभरेन एआई भन्ने बित्तिकै नेसनल सिक्युरिटीको कुरा आउँछ, डेटा प्रोटेक्सनको। त्यो युवालाई दिन सक्ने, भ्याल्यु दिन सक्ने मान्छे छ त नेपालमा? सो त्यही कुराको त मलाई यो होल थिङमा डेटा सेन्टर्सको कुरा भयो एउटा, अनि त्यसपछि यो सोभरेन एआईको कुरा पनि कनेक्ट गर्दाखेरि चाहिँ एउटा जियो पोलिटिकल सिक्योरिटीको पर्सपेक्टिभले पनि मलाई चाहिँ अलिकति कन्सर्निङ लाग्छ कि। सो इफ वी आर होस्टिङ डेटा एन्ड अगेन अब डेटाको के को आउँछ डेटा चोर्नलाई भनेर भन्यो भने चाहिँ वाइ आर वी बिल्डिङ दिस इन द फर्स्ट प्लेस नै भन्ने कुरा आयो। वी आर बिल्डिङ दिस बिकज डेटा इम्पोर्टेन्ट छ अनि सिक्योरिटी इम्पोर्टेन्ट छ अनि दिस इज भ्यालुएबल भनेर प्राइभेसी अल द्याट फ्याक्टरको लागि नै बिल्ड गर्ने भनेर भनिरहेको छु। भनेपछि त भोलि सेन्सिटिभ इन्फर्मेसनको कारणले गरेर या डेटाको कारणले गरेर लायबिलिटी नहोला र जियो पोलिटिकल पर्सपेक्टिभबाट अरू सिक्योरिटी पर्सपेक्टिभबाट। अब यो दुःखको बारेमा त ब्याङ्क र ई सेवाको मान्छेलाई भन्दा कसलाई, ब्याङ्क ई सेवा खल्ती फोन पे यो पेमेन्टवालाको भन्दा अरू कसलाई थाहा होला? उनीहरूको हरेक वर्ष चाहिँ $मिलियन्स चाहिँ उनीहरूको विदेशमा होस्ट गर्न जान्छ, त्यो पैसा नेपालमै बच्न सक्थ्यो। अर्को कुरा छोडिदिनु, त्यो डाटा चोरी भएको त तिनीहरू सबैलाई रेगुलेटरले जेलमा हाल्छ होइन? उनीहरूको प्रब्लम त उनीहरूको इन्फ्रास्ट्रक्चर बिना त तपाईँ र म नै अहिले 10 लाखको लोन दिने भनेर P2P भनेर भनेको छ, तपाईँ र मैले लोन लिनको लागि पनि डेटा रेन्जरै चलाउनु पऱ्यो होइन? अब नेपालको राइट सेयरिङ एपहरूले उनीहरूको जति डेटा छ बाहिरै राख्नु परेको छ। उनीहरूलाई डेटाको जतिको दुःख त कसलाई थाहा होला र? जो डे टु डेमा मारमा परिरहेको छ नि सर, उसलाई छ। अनि हामी चाहिँ के भन्छौँ भन्दाखेरि हाम्रो डेटा आएर कसले चोरिदिन्छ भनेर नर्मल मान्छेले आएर डेटाको बारेमा गफ दिइरहेछ। मलाई पनि थाहा छैन सर, साँच्चै भन्यो भने त्यो पीडा भन्ने कुरा छ नि, जो साइबर सेक्युरिटीमा काम गरिरहेको छ नि, उसले एउटा इन्भाइरोमेन्ट कि अस्ति त्यो रिलिज भयो नि, ऊ कतिवटा चाहिँ रेगुलेटरी बडीबाट पास गरेर त्यो कोड टर्मिनलको कोड पा हुन्छ। उसलाई सिक्युरिटी पनि छैन सर विदेश जस्तो, हामीले उसलाई स्वच्छ हावा पनि दिएका छैनौँ। अनि काम गर भनेर 24 घन्टाको उसलाई चाहिँ हुन्छ नि गता जसरी पेल्छौँ, उसको डलर पनि आउँदैन त्यति हिसाबको। सर त्यति काम गर्ने जुन लेभलमा यहाँ काम गरिरहेछ नेपालीले, उसले $100 पर आवर चाहिँ विदेश गयो भने इजिली पाउँछ। ऊ त्यो सब छोडेर यहाँ बसेर काम गर्छु भनिरहेछ। अनि उसलाई चाहिँ नरेस्पेक्ट दिएको छ, उसलाई भनेको अनुसार कस्ट कम हुन्छ भन्दा नि सुनेको छैन। अनि उल्टै चाहिँ एक्सपर्ट छु भनेर गफ हानेको छ, म युवा हो एक्टिभिस्ट हो भनेर भनेको छ। त्यो एक्टिभिस्टले पनि सल्युसन त दिनु पऱ्यो नि सर। सल्युसन बिना चाहिँ क्रिटिसिजम भनेको चाहिँ वर्थलेस हो। फिल्म बनाउन गाह्रो छ, फिल्मको क्रिटिक्स गर्न एकदम सजिलो सर के।
एक्टर बन्न चाहिँ एकदम गाह्रो काम हो। तर एक्टरलाई जसले पनि क्रिटिसिजम बन्न 5 मिनटमा एउटा पोस्ट लेखिदियो त सकिगयो नि। यो फिल्म राम्रो लागेन सक्यो। तर बिचरा आफू फेस गर्छु भनेर स्क्रिनमा त कति गाह्रो होला। लाइकको हरेक कुरामा त त्यही त हो। अनि यहाँ आएर इजिली हामी डेटा सेन्टरलाई चाहिँ हामी सेक्युरिटी दिन सक्दैनौँ, इन्फ्रास्ट्रक्चर दिन सक्दैनौँ, हामीलाई टाइम लाग्छ भन्नु। त्यो कन्भर्सेसन जति नुवान्स तरिकाले अहिलेको गभर्मेन्ट र पुरानोको गभर्मेन्टले नुवान्स तरिकाले गर्दाखेरि यसमा चाहिँ नेपालको मिडियालाई पनि म एकदम भन्छु क्या, उहाँहरूलाई हटलाइन टपिक चाहिएको छ। नुवान्स तरिकाको कन्भर्सेसन गर्ने मिडिया कसले देख्छ? अब मैले यहाँ लेखेँ नि यो कुरा भने अब हाम्रो एउटा कसैले क्लिकबेट एउटा आर्टिकल बनाइदिन्छ, डाटा सेन्टर इज गुड फर द इन्भाइरोमेन्ट भनेर। तपाईँ र मेरो कन्भर्सेसन 3 घन्टाको होला, 4 घन्टाको होला। त्यो नुवान्स कन्भर्सेसन लेख्नेको छ सबले आएर मलाई अब एक ट्विस्टले गुन्जन दाइ गलत हो भनिदिन्छ। तर हामी यहाँ कन्भर्सेसन के गर्दैछौँ भन्दाखेरि चाहिँ हाम्रो देशको सेक्युरिटीको लागि चाहिँ चाहिने जति गरौँ। अब यहाँ डेटा भोल्युमको कुरा आउँछ है। अब हामीले कुरा गऱ्यौँ ल, यो सब कुरा माथिको कुरा भयो, डेटा भोल्युमको कुरा गऱ्यौँ। तपाईँ र मैले नेटफ्लिक्स हेर्दाखेरि चाहिँ 3 GB को चाहिँ तपाईँले डाउनलोड गर्नुहुन्छ क्या फिल्म हेर्दाखेरि, अनि त्यसपछि त्यो डाउनलोड सक्यो। त्यो 3 GB ट्राभल गर्दाखेरि कति बिजुली गयो थियो इन्टरनेसनल्ली? नेटफ्लिक्स नहेर्ने त होइन होला, हेरिन्छ। युट्युब नहेर्ने त होइन होला, हेर्नु पऱ्यो। यही भिडियो हेर्नलाई युट्युब चाहियो। अब त्यो 3 GB चाहिँ इन्टरनेसनल गेटवेबाट बाहिर गयो भने त हामी इन्भाइरोमेन्ट पल्युट गरिरहेछौँ। हाम्रै मात्रै निडको लागि भए पनि हामीले एउटा त राख्नु पऱ्यो नि त। विश्वलाई त पल्युट गर भनेर भनिरहेको छैनौँ। हामी राम्रो मान्छे हो भने त हाम्रो लागि राख्नु पऱ्यो। हाम्रो डिमान्ड यति हो, यति मात्रै राखौँ भनेर भन्छौँ भने ठिक छ। अरू देशको डिमान्ड राख्नुपर्छ भन्ने त छैन नि त। आफ्नै देशको डिमान्ड भयो भने हाम्रो खातामा कति पैसा छ, हाम्रो घरको मान्छेहरूको गोत्र के हो भन्ने इन्फर्मेसन अर्काको घरमा लगेर राखिदियो भने के गर्छ त्यसले? लालपुर चाहिँ अर्काको घरमा लगेर राख्दै जस्तो कुरा भयो यो त। जे बनाइ अब यहाँ कुरा हुन्छ, हाम्रो देशको कति सिमाना कहाँ के छ भन्ने डेटा चाहिँ अर्काको सर्भरमा राखिदियो भने एक गुगल म्यापमा चेन्ज गरिदियो भने के हुन्छ सर? यो कुरो कसैले बुझ्दैन क्या। अनि झगडा गर्नु छ सिमानाको कुरामा, अनि डेटा चाहिँ प्रोटेक्ट गर्नु, डेटा सेन्टर राख्दिन भन्छ, खान्छ भनेर। अरे बाबा वी आर नट पुटिङ अ 1 gigawattकोलाई एउटा ठाउँमा राखेर दिनभरि हुँ गर्ने आवाज खोज्या होइन नि त। राख्न खोजेको भनेको चाहिँ हाम्रो देशको चाहिँ इन्फर्मेसन चाहिँ एक ठाउँमा सिक्योर तरिकाले राख्न खोज्या हो। अब 1 gigawatt आएर राखेर पुरै धुस्न नै मोमो पसल खोल्या जस्तो भयो नि डेटा सेन्टर, त नि डेटा सेन्टर। त्यही त कुरामा त आई थिङ्क नुवान्सेस कन्फ्युजन भएको त्यो हो। किनभने